40 वर्ष अघि सिकेको बाबाद्वारा लालसिंह लामा रेस्टुरेन्ट होटलमा हाम्रो चुलाको के भन्नु माटोको चुला थियो ठुलो, त्यसमा हामी बनाउँथ्यौँ पकाउँथ्यौँ। बाबाले सालै पछिको बनाउनुहुन्थ्यो अनि सिकाउनुहुन्थ्यो। त्यो 40 वर्ष बादमा आफ्नो घरमा अहिले म मेरो चुला बनाइराखेको छु। भुलेको रहेन रहेछु। जति पनि मेरो बहिनीको भ्युवर्सहरू हुनुहुन्छ, यो कम्प्लिट भएपछि फेरि एउटा भिडियो आउँछ है। अहिलेलाई मजाले तपाईँलाई मन पर्यो भने लाइक शेयर कमेन्ट के छ गर्दै गर्नुहोस् ल। कोही लालसिंह लामा त को छोरा रहेछ भने त्यताबाट पनि कमेन्ट आउँछ है बहिनी। त्यसले गर्दा त्यो शब्द चाहिँ मैले मलाई भन्दा फेरि बाबालाई चिन्नेहरू भेट्छ नि त, मान्छे त ठुल्ठुलो त फेरि।